तपाईहरुलाई आजको हाम्रो नयाँ भिडियोमा नेपाल राष्ट्र बैंकलाई राज्यबाट प्राप्त हुने छुट र सुविधाहरू राष्ट्र बैंकले पनि विभिन्न किसिमका छुटहरू राष्ट्रबाट प्राप्त गर्ने गर्दछ, राज्यबाट प्राप्त गर्ने गरेको छ र नेपाल राष्ट्र बैंक ऐन 2058 को दफा 8 ले उल्लेख गरे अनुसार राष्ट्र बैंकले विभिन्न किसिमका छुटहरू प्राप्त गर्ने गर्दछ र आजको भिडियोमा हामीले राष्ट्र बैंकले प्राप्त गर्ने छुटहरू के हुन्, सुविधाहरू के हुन् त्यो बारेमा हामीले भिडियो बनाएका छौं। भिडियो अन्तिमसम्म सुन्नुहोला र हाम्रो युट्युब च्यानलमा गएर सब्स्क्राइब गर्न पनि सक्नुहुनेछ। नेपाल राष्ट्र बैंकलाई राज्यबाट प्राप्त हुने छुट र सुविधा भनेर हामीले एउटा ट्रिक्सहरू बताएका छौं। हेर्नुस् है, यो ट्रिक्स भनेको बैंकिङ तयारी गर्ने साथीहरू सुरुमा यी शब्दहरू याद हुँदैन भने आफ्नो मनमा चाहिँ भएको तर याद गर्न गाह्रो भइरहेको छ भने तपाईहरु जस्तो साथीहरुको लागि चाहिँ यो भिडियो अझै प्रभावकारी हुन सक्छ। यसमा एउटा ट्रिक्स बनाएका छौं। हेर्नुस् त, याद गर्नको लागि आफू घजास रटिनो है, आफू घजास रटिनो, आफू घजास रटिनो, आफू घजास रटिनो। किन हो त यो आफू घजास रटिनो? यो भन्दा अर्को पनि तपाईले कुनै ट्रिक्स बनाएर पढ्न सक्नुहुन्छ, त तपाईको आफ्नो शैलीको प्रयोग गर्न सक्नुहुन्छ। हामीले चाहिँ यो ट्रिक्स बनाइदिएका छौं। यो आफू घजास हामीलाई चाहिँ ऐनले कसरी तोकेको छ भन्दाखेरि ऐनले यसरी 1 2 3 4 वटा गरेर 4 वटा पोइन्टमा चाहिँ यसलाई चाहिँ लेखिदिएको छ र 4 वटा पोइन्ट भित्रका शब्दहरूलाई अलिअलि याद गर्न सजिलोको लागि मात्र यो ट्रिक्स प्रयोग गरिएको हो। यो ट्रिक्सबाट तपाईले यो कुरा याद गर्न सजिलो हुन सक्छ र ध्यान दिनु होला। हेर्नुस् है, आफू घजास, आफू घजासमा 1 नम्बरको पोइन्टमा आफू घजासका लागि विभिन्न शब्दहरू छन्। हेर्नुस् है, आफू घजास, आफू घजास। आ भनेको यहाँनिर बैंकको आम्दानी भनिएको छ, त्यसपछि पु भनेको पुँजी कारोबार, त्यसैगरी घ भनेको घर जग्गा, त्यसैगरी जा भनेको जायज यथार्थ, त्यसैगरी स भनेको सम्पत्तिमा सबै किसिमको कर, शुल्क र महसुल आदिमा छुट भनिएको छ, महसुल आदिमा छुट भनिएको छ है। हेर्नुस् है, ध्यान दिनुस् ल। हेर्नुस् त, सुरुमा आफू घजास भनेर बुझ्ने, आफू घजास किन बुझ्ने त? यो कुन कुन सम्पत्तिहरू भनेपछि बुझ्नु पर्यो, परीक्षामा छुट्न सक्छ। बैंकको आम्दानी, त्यसैगरी पुँजी कारोबार, घ भनेको घर जग्गा, जा भनेको जायज यथार्थ, त्यसपछि कुनै पनि किसिमको सम्पत्ति भनिएको छ, सम्पत्तिमा सबै किसिमको छुट भनिएको छ। छुटहरू पनि केमा त? कर, शुल्क तथा महसुल भनेको छ। अझै यसलाई याद गर्नको लागि कसम भनेर बुझ्नु होला। क भनेको कर, स भनेको शुल्क, म भनेको महसुल आदिमा छुट भनेर तपाईहरुले बुझ्नका लागि यो चाहिँ अझै प्रभावकारी हुन सक्छ है। आफू घजास भनेर बुझ्ने र उतापट्टि लेख्दाखेरि चाहिँ कसममा छुट भनेर बुझ्ने है। छोटो छ र त्यसभन्दा पछाडि हामीसँग दोस्रो नम्बरमा छ र भनिएको छ, रटिनो। हेर्नुस् त, यो आफू घजास मात्र याद गर्नुभयो भने तपाईको यति लामो सेन्टेन्स तपाईलाई याद भइसक्यो। त्यसैगरी र भनेको बैंकिङमा र मा छुट भन्नुको अर्थ छुट पढिरहेका छौं, यसो दिमाग खेलाउने। र भनेको रजिस्टर, रजिस्ट्रेसन अथवा रजिस्टर चार्ज है। कुनै पनि लिखतमा रजिस्टर गर्नु परेमा, रजिस्ट्रेसन चार्ज गर्नु परेमा चाहिँ राष्ट्र बैंकलाई छुट प्राप्त गर्छ। त्यसैले यहाँनिर र भनेको बुझ्नु होला, बैंकले दिने कर्जा वा पुनर्कर्जाको लिखत भनेको छ। बैंकले दिने कर्जा वा पुनर्कर्जाको लिखत, बैंकले दिने कर्जा वा पुनर्कर्जाको लिखत रजिस्ट्रेसन, लिखत रजिस्ट्रेसन गर्न परेमा रजिस्टर दस्तुर नलाग्ने भनेको छ। एकदमै याद गर्न सजिलो। र भनेको रजिस्टर दस्तुर नलाग्ने, र भनेको रजिस्टर दस्तुर नलाग्ने। केमा नलाग्ने त? हेर्नुस्, बैंकले दिने कर्जा वा पुनर्कर्जामा कुनै पनि किसिमको लिखत रजिस्ट्रेसन गर्न परेमा रजिस्टर दस्तुर नलाग्ने भनेर याद गर्न सक्नुहुनेछ। त्यसैगरी टी, हामीसँग अन्तिममा लगभग दुईटा छ हैन। टी नो भनेको छ। टी भनेको के हो त? टी भन्दा बित्तिकै हेर्नुस् त, एउटा टी भन्दा बित्तिकै छुट हुने ठाउँ के हो? टिकट। टी भन्दा बित्तिकै केमा छुट हुन सक्छ? टिकटमा। टिकट भनेको पनि आय टिकटमा है। अब कसरी लेख्ने? हेर्नुस् त, कसरी लेखेको छ ऐनले? बैंकसँग सम्बन्धित कुनै पनि लिखतमा, कुनै पनि लिखत सम्झौतामा आय टिकट टास्नु नपर्ने भनेको छ। यति लेख्नु होला, पुग्छ है त। यहाँनिर टी भन्दा बित्तिकै टिकटमा, केमा? आय टिकटमा। यसरी याद गर्न सक्छौं। त्यसैगरी अब अन्तिममा हामीसँग नो छ। अलिकति लामो, थोरै लामो देखिन्छ। नो भन्दा बित्तिकै बैंकको नोट भनेर बुझ्ने, नोटसँगै जोडिएको सिक्कालाई जोड्ने है। बैंकको नोट, सिक्का, सुनचाँदी तथा टकमारी गर्नको निमित्त प्रयोग हुने हुन सक्छ। यसरी नोट तथा सिक्का चाहिँ छपाउनलाई अथवा टकमारी गर्नका लागि आवश्यक पर्ने धातु, रसायनहरू र
विभिन्न वस्तुहरूको निकासी र पैठारीमा पनि त शुल्क लाग्न सक्छ नि होइन हो यस्तो किसिमको शुल्कहरूमा पनि छुट हुनेछ यसलाई अझै बुझ्नको लागि चाहिँ कर शुल्क दस्तुर महसुल माथि चाहिँ कसम भनेको थियो यहाँ चाहिँ एउटा चाहिँ दस्तुर पनि लेखिएको छ त्यसैले कसम लेखे पनि हुन्छ कदम लेखे पनि हुन्छ कसम लेखेर कदम लेखेर तपाईहरुले याद गर्न सक्नुहुनेछ हेर्नुस् त याद गर्न एकदमै सजिलो छ आफू घजास रटिनो भनेर हामीले याद गर्न सक्छौं आफू घजास भनेको हामीले के बुझ्यौं त बैंकले कुनै पनि किसिमको बैंकको आम्दानी त्यसैगरी पुँजी कारोबार पु भनेको पुँजी कारोबार हैन त्यसैगरी घ भनेको घर जग्गा त्यसैगरी जा भनेको जायदाता तथा कुनै पनि सम्पत्तिमा कुनै पनि किसिमको कदम हेर्नुस् त पहिलो लाइनमा के छ कदम छ कर त्यसैगरी दस्तुर महसुलहरू चाहिँ मा छुट भनिएको छ एक नम्बरमा त्यसैगरी आफू घजास भने सकियो त्यसपछि रटिन र भनेको हामीले अघि के भन्यौ रजिस्टर दस्तुर नलाग्ने केमा नलाग्ने त बैंकले प्रवाह गर्ने कर्जा तथा पुनर्कर्जामा हेर्नुस् त बैंकले दिने कर्जा पुनर्कर्जाको लिखत रजिस्ट्रेसन गर्न परेमा रजिस्ट्रेसन दस्तुर नलाग्ने भनिएको छ त्यसैगरी हामीसँग टी नो भनेको छ टी भनेको अघि पनि हामीले चर्चा गर्यौं टी भनेको टिकट आय है आय टिकट टी पनि लिखतमा चाहिँ आय टिकट टाँस्नु नपर्ने भनिएको छ यो पनि राज्यबाट प्राप्त छुट हो र अन्तिममा नो भनेको छ नोमा हामीले अघि पनि चर्चा गर्यौं बैंकको नोट सिक्का छपाई अथवा टकमारी गर्नका लागि विभिन्न किसिमका सुनचाँदी विभिन्न किसिमका धातुहरू विभिन्न किसिमको रसायन विभिन्न वस्तुहरूको निकासी र पैठारी हुन सक्छ र उक्त निकासी र पैठारीको निम्ति कर शुल्क महसुल अथवा दस्तुरहरू चाहिँ कुनै पनि नलाग्ने भनेको छ र हामीले ट्रिक्सको रूपमा कदम भनेर पढेका छौं यसरी हेर्नुस् त माथिपट्टि कसम छ तलपट्टि कदम छ यो चाहिँ माथि कसम र कदम लगभग एउटै शब्द छ त्यनेर त्यसलाई चाहिँ याद गर्न सजिलो पनि छ त्यसैले यसरी चाहिँ राज्यले नेपाल राष्ट्र बैंकलाई दिएका छुट तथा सुविधाहरू हुन् यसलाई चाहिँ तपाईलाई याद गर्नको लागि हामीले फेरि पनि दोहोर्याएर आफू घजास रटिनु भनेका छौं र यसलाई याद गर्न तपाईलाई सजिलो हुन सक्छ भने आफूले प्रयोग गर्नुहोला र आफ्ना साथीहरूलाई पनि शेयर गर्न सक्नुहुनेछ र हाम्रा अन्य भिडियोहरू हेर्नको लागि चाहिँ हाम्रो युट्युब च्यानलमा जानुहोला र जनक खनाल भनेर सर्च गर्नुहोला र जेपीकी रिसर्च भनेर हामीले फरक खालका ज्ञानवर्धक भिडियोहरू पनि बनाएका छौं र हामीले भर्खरै सुरुवात गरेका हौं र तपाईहरुको सब्स्क्राइबले हाम्रो चाहिँ अझै हौसला बढ्नेछ भन्ने हामी विश्वस्त छौं र आगामी दिनमा बैंकिङ सम्बन्धी म्यानेजमेन्ट सम्बन्धी अकाउन्ट सम्बन्धी विभिन्न किसिमका भिडियोहरू ल्याउने प्रयास गर्नेछौं हस्त नमस्कार